मण्डली पनि गएकै छु, प्रार्थना पनि गर्छु, बिहान बेलुका बाइबल पढ्छु, तर पनि समस्याले मलाई कहिले छोड्दैन। सधैँ समस्या, केही गर्न खोज्छु त्यहाँ पनि समस्या, चिन्ता फिक्री निराशले हामी भरिएका हुन्छौँ। तर खुसीको कुरा भजन सङ्ग्रह 34:19 परमेश्वरको वचनले हामीलाई भन्छ, धार्मिक मानिसलाई धेरै विपत्ति आइलाग्छ, तर परमप्रभुले त्यसलाई ती सबैबाट उद्धार गर्नुहुन्छ। अनि खुसीको कुरा परमप्रभु तपाईँ हाम्रो साथमा हुनुहुन्छ। अनि यी जतिसुकै समस्या, कठिनाई, निराश, चिन्ता फिक्री हाम्रो जीवनमा आए तापनि, असफलता आए तापनि, खुसीको कुरा चाहिँ परमप्रभु हाम्रो साथमा हुनुहुन्छ। हामी निराश हुनु पर्दैन। उहाँले हामीलाई कहिले छोड्नुहुन्न, कहिले त्याग्नुहुन्न। बस हाम्रो काम भनेको उहाँसँग रहनु। छुटकारा त परमप्रभुबाट नै आउँछ।